ल अब कति एमसीक्यूलाई चाहिन्छ त्यति मात्र भन्छु है त टक्कसँगले। यहाँनिर यो भनेको पिन्ना हो, यो भनेको के हो, यो भनेको पिन्ना। त्यसपछि यो भनेको एक्सटर्नल अडिटरी क्यानाल, एक्सटर्नल अडिटरी क्यानाल है त। त्यसपछि यो भनेको टिम्प्यानिक मेम्ब्रेन, यो भनेको टिम्प्यानिक मेम्ब्रेन है त, टिम्प्यानिक मेम्ब्रेन। अनि यो बिचको भनेको यो सबै मिडल इयर क्याभिटी हो, के हो मिडल इयर क्याभिटी है। अनि त्यसपछि मिडल इयर क्याभिटीबाट यसरी एन्टिरियरतिर आउँछ तिम्रो एउटा डक्ट जुन चाहिँ नाजोफ्यारिङ्समा खुल्छ, नाजोफ्यारिङ्समा खुल्छ। यसलाई भन्छ स्ट्याचियन ट्युब, इएसटी स्ट्याचियन ट्युब भन्छ है। अब त्यसपछि यहाँ मिडल वालमा चाहिँ के हुन्छ त भन्दाखेरि मिडल वालमा चाहिँ यो भनेको राउन्ड विन्डो हो, यो भनेको ओभल विन्डो हो। यो के हो यो भनेको ओभल विन्डो हो अनि यो भनेको राउन्ड विन्डो हो, यो चाहिँ राउन्ड विन्डो हो है। अब त्यसपछि साउन्ड कसरी आउँछ भन्दाखेरि अब यो त्यसपछि यहाँ एउटा यत्रो क्यानाल छ, यस्तो क्यानाल छ है त, यो क्यानाल छ है त। अब यो यो यसलाई भन्छ, यो स्ट्रक्चरलाई भन्छ स्केला भेस्टिबुलाई भन्छ, स्केला भेस्टिबुलाई। अनि तलकोलाई भन्छ स्केला टिम्प्यानी, स्केला टिम्प्यानी टिम्प्यानी। अनि बिचकोलाई भन्छ स्केला मिडिया, बिचकोलाई स्केला मिडिया मिडिया है त। माथिको जुन स्केला भेस्टिबुलाईमा चाहिँ के हुन्छ भन्दाखेरि पेरिलिम्फ हुन्छ। अनि स्केला टिम्पानेमा पनि यसरी पेरिलिम्फ यहाँबाट यहाँ आइरहेको छ, यसरी पेरिलिम्फ नै हुन्छ। स्केला मिडियामा चाहिँ इन्डोलिम्फ हुन्छ जुन चाहिँ पोटासियममा रिच हुन्छ, पेरिलिम्फ चाहिँ सोडियममा रिच हुन्छ है त। अनि त्यसपछि यो मेम्ब्रेनलाई भन्छ यो मेम्ब्रेन, यो रिस्नर्स मेम्ब्रेन भन्छ। यो वाला मेम्ब्रेनलाई के भन्छ रिस्नर्स मेम्ब्रेन भन्छ। अनि त्यसपछि ब्यासिलर मेम्ब्रेन भनेको यो वाला मेम्ब्रेनलाई ब्यासिलस मेम्ब्रेन भन्छ। यो ब्यासिलर मेम्ब्रेनको ठ्याक्कै माथि बसेको हुन्छ अर्गेन अफ कटाई, अर्गेन अफ कटाईबाट सेन्सरी सेल्सहरू निस्केको हुन्छ है त, सेन्सरी हेयर सेल्सहरू निस्केको हुन्छ। त्यो चाहिँ इम्बेडेड हुन्छ टेक्टोरियल मेम्ब्रेनमा, केमा इम्बेडेड हुन्छ टेक्टोरियल मेम्ब्रेनमा है त। ल अब त्यसपछि यहाँबाट जान्नुपर्ने के हो भन्दाखेरि मेन सेन्सरी अर्गन के हो, मेन सेन्सरी अर्गन फर हियरिङ के हो, सेन्सरी अर्गन फर हियरिङ, अर्गन फर हियरिङ भनेको के हो अर्गन अफ कटाई, अर्गन अफ कटाई। अनि त्यसपछि मेम्ब्रेन जहाँ एट्याच भइरहेछ, मेम्ब्रेन जहाँ इम्बेड भइरहेछ, मेम्ब्रेन वेयर इम्बेडेड है, मेम्ब्रेन वेयर सेन्सरी सेल्स आर इम्बेडेड, सेन्सरी हेयर सेल्स आर EMBED इम्बेडेड भनेको त्यो मेम्ब्रेनलाई भन्छ टेक्टोरियल मेम्ब्रेन, टेक्टोरियल मेम्ब्रेन, टेक्टोरियल मेम्ब्रेन भन्छ है। अब साउन्ड कसरी प्रड्युस हुन्छ भन्दाखेरि सबसे सुरुमा साउन्ड पिन्नाबाट साउन्ड आउँछ, कलेक्ट गर्छ पिन्नाले। त्यसपछि साउन्ड एक्सटर्नल अडिटरी क्यानालमा, त्यसपछि मिडल इयर क्याभिटीमा, त्यसपछि त्यो साउन्ड जान्छ तिम्रो ओभल विन्डोमा। ओभल विन्डोमा गइसकेपछि त्यो साउन्ड कहाँ जान्छ, अब त्यो साउन्ड अब यसरी स्केला, त्यो साउन्ड जान्छ अब स्केला भेस्टिबुलाईमा। त्यसपछि त्यो साउन्ड जान्छ स्केला टिम्प्यानामा, अब यहाँ यो यतातिर यो स्केला भेस्टिबुलाई स्केला टिम्प्यानाहरूमा चाहिँ फ्लुइड हुन्छ नि त, पेरिलिम्फ हुन्छ नि त। त्यही भएर यिनीहरू सबै मुभ गर्छ, फ्लुइड मुभ गर्छ, जसले गर्दाखेरि यो ब्यासिलर मेम्ब्रेन पनि हल्लिन्छ। ब्यासिलर मेम्ब्रेन हल्लेको कारणले यो अर्गन अफ कटाई हल्लिन्छ, अर्गन अफ कटाई हल्लेको कारणले यो सेन्सरी हेयर सेल्सहरू हल्लिन्छ। सेन्सरी हेयर सेल्स हल्लिएपछि यो सेन्सरी हेयर सेल्स चाहिँ केमा इम्बेडेड हुन्छ त टेक्टोरियल मेम्ब्रेनमा इम्बेडेड हुन्छ है त। अनि त्यसपछि यो सबै हल्लेको कारणले चाहिँ यहाँ के बढी हुन्छ, पोटासियम बढी हुन्छ। यो पोटासियम चाहिँ यहाँभित्र छिर्छ है, यहाँनिर पोटासियम च्यानल हुन्छ त्यहाँभित्र छिर्छ। र त्यसपछि नब इम्पल्स क्रिएट हुन्छ, त्यो नब इम्पल्स चाहिँ हियरिङको नब इम्पल्स हो है त। त्यो नब इम्पल्स चाहिँ सेन्सरी सेल्सहरूले, सेन्सरी नबहरूले चाहिँ ब्रेनमा लिएर जान्छ। कहाँनिर लिएर जान्छ भन्दाखेरि टेम्पोरल लोबमा लिएर जान्छ, यसरी हियरिङ हुन्छ। अब त्यस्तै फर ब्यालेन्सको लागि चाहिँ के जान्नुपर्छ त भन्दाखेरि यो तिम्रो इन्टरनल इयरको फिगर हो, यो इन्टरनल इयरको फिगर हो है त। इन्टरनल इयरमा कस्तो हुन्छ भन्दाखेरि खालि हामीले त अहिले भर्खर जति हेऱ्यौँ नि यो सब स्ट्रक्चर, यो भनेको खालि कक्लिया मात्र हो है। तर इन्टरनल इयर चाहिँ कक्लियाले मात्र बनेको हुँदैन, इन्टरनल इयर धेरै कुराले बनेको छ। के हुन्छ भन्दाखेरि एउटा भनेको सुपिरियर सेमी सर्कुलर क्यानाल, ल्याटरल सेमी सर्कुलर क्यानाल र पोस्टेरियर सेमी सर्कुलर क्यानाल। यति भनेको सेमी सर्कुलर क्यानाल हो, यति भनेको सेमी सर्कुलर क्यानाल हो। त्यसपछि बनेको हुन्छ युट्रिकल र स्याक्युलले, युट्रिकल र स्याक्युल मिलेर के बनाउँछ भेस्टिब्युल बनाउँछ। अनि त्यसपछि बनेको हुन्छ कक्लियाले है त। अब इन्टरनल इयर बुझ्नको लागि के बुझ्नु पऱ्यो भने दुईवटा पाइप बुझ्नु पऱ्यो, एउटा ठुलो पाइप अनि अर्को सानो पाइप। एउटा ठुलो पाइपमा चाहिँ बिचमा सानो पाइप हालेको हो, त्यसलाई नै इन्टरनल, त्यसरी हामी इन्टरनल इयर बुझ्न सक्छौँ। ठुलो पाइप अनि त्यसपछि ठुलो पाइपको बिचमा चाहिँ सानो पाइप है त। यो ठुलो पाइपको बिचमा यसरी सानो पाइप। अब यो जुन स्पेस छ, यो स्पेसमा चाहिँ जुन फ्लुइड हुन्छ त्यसलाई भन्छ पेरिलिम्फ भन्छ।
अनि यो बिचको स्पेसमा जुन फ्लुइड छ बिचको पाइपमा त्यसलाई भन्छ इन्डोलिम्फ भन्छ। इन्टरनल इयरमा पनि त्यस्तै हुन्छ है त। पेरिलिम्फ केमा रिच हुन्छ सोडियममा, इन्डोलिम्फ केमा रिच हुन्छ पोटासियममा, त्यस्तै हुन्छ। अब यो फिगर हेर्ने, यो फिगरमा यही मैले भर्खरै भने यो सोडियम रिच अनि त्यसपछि यो पोटासियम रिच यो अब त्यसपछि बाहिरको जुन पेरिलिम्फ जुन मैले भने बाहिरको पाइपलाई भन्छ बोनी ल्याब्रिन्थ अनि भित्रको पाइपलाई भन्छ मेम्ब्रेनस ल्याब्रिन्थ है त। ल अब यो इन्टरनल इयर हो। इन्टरनल इयरको पाइप जुन भयो भित्र पाइप र बाहिर पाइप यो स्ट्रक्चर पनि त्यसरी पाइपै जस्तो हो। यति जुन स्ट्रक्चर देखाएको छ यो भनेको भित्रको पाइप हो। यो भनेको के हो भित्रको पाइप हो है। त्यो भनेको भित्रको पाइप हो। अनि यो टिक चाहिँ देखाएको छ जुन टिक वाला चाहिँ बाहिरको पाइप हो है त। ल बाहिरको पाइपलाई के भनौँ बोनी ल्याब्रिन्थ भनौँ, बोनी ल्याब्रिन्थ। अनि भित्रको पाइपलाई के भनौँ इन्डो ल्याब्रिन्थ के अरे भित्रको पाइपलाई के भनौँ बोनी ल्याब्रिन्थ अनि मेम्ब्रेनस ल्याब्रिन्थ के भन्छ मेम्ब्रेनस ल्याब्रिन्थ है त। अनि त्यसपछि यो जुन स्पेस छ यो स्पेस बाहिर र भित्रको स्पेस त्यसमा के हुन्छ पेरिलिम्फ हुन्छ अनि यो बिचको स्पेसमा के हुन्छ इन्डोलिम्फ हुन्छ है। इन्डोलिम्फ। अब सेमी सर्कुलर क्यानाल पनि तीनवटा हुन्छ, सुपिरियर सेमी सर्कुलर क्यानाल, लेटरल सेमी सर्कुलर क्यानाल र पोस्टेरियर सेमी सर्कुलर क्यानाल। अनि त्यसपछि युट्रिकल र साइक्युल मिलेर के बनाउँछ भेस्टिब्युल। अनि यो सबै भनेको के हो कक्लिया। यहाँदेखि यता भनेको के हो सबै, यहाँभन्दा यता भनेको सबै के हो कक्लिया है। ल भनेपछि यो युट्रिकल स्याक्युल अनि सेमी सर्कुलर क्यानालहरूमा कुन फ्लुइड मुभ गरिरहेको हुन्छ भन्दाखेरि इन्डोलिम्फ फ्लुइड मुभ गरिरहेको हुन्छ, किनभने यिनीहरू सबै के को पार्ट हो मेम्ब्रेनस ल्याब्रिन्थको पार्ट हो। अब यति बुझिसकेपछि अब कसरी बुझ्ने त ब्यालेन्स भन्दाखेरि धेरै नबुझ्ने, खालि एमसिक्यूमा जे चाहिन्छ त्यही बुझ्ने है त। अन्त हियरिङको लागि के भएको थियो पहिला हेर्ने, हियरिङको लागि कहाँ अकर भएको थियो कक्लियामा अकर भएको थियो। मेन सेन्सरी अर्गन के हो अर्गन अफ कटाइ हो। अनि कुन मेम्ब्रेनमा एट्याच भएको थियो भन्दाखेरि टेक्टोरियल मेम्ब्रेनमा एट्याच भएको थियो। अनि कुन नबले लिएर गएको थियो भन्दाखेरि तिम्रो कक्लियर नबले लिएर गएको थियो। अनि कुन पार्ट अफ ब्रेनमा टेम्पोरल लोब अफ द ब्रेनमा। त्यस्तै ब्यालेन्सको लागि पनि सेम तरिकाले पढ्ने। स्ट्याटिक ब्यालेन्स कसले गर्छ र रोटेसनल ब्यालेन्स कसले गर्छ। स्ट्याटिक ब्यालेन्स भनेको लिनियर ब्यालेन्स जसरी हियरिङमा मेन सेन्सरी अर्गन भनेको अर्गन अफ कटाइ थियो, त्यस्तै यहाँ मेन सेन्सरी अर्गन भनेको यो कहाँ हुन्छ त कक्लिया एन्ड के अरे कक्लिया होइन युट्रिकल एन्ड स्याक्युल एन्ड युट्रिकल। यो स्याक्युल र युट्रिकल दुइटालाई के भन्छ भेस्टिबुल भन्छ है त। अनि मेन सेन्सरी अर्गन के थियो यहाँ म्याकुला हो। यहाँ चाहिँ अघि के थियो मेन सेन्सरी अर्गन अफ कटाइ, यहाँ चाहिँ के हो म्याकुला हो। त्यसपछि म्याकुला हो। अनि त्यसपछि म्याकुला केमा इम्बेडेड हुन्छ भन्दाखेरि ओटोलिथ मेम्ब्रेनमा इम्बेडेड हुन्छ। एकछिन म्याकुला केमा इम्बेडेड हुन्छ भन्दाखेरि ओटोलिथ मेम्ब्रेनमा इम्बेडेड हुन्छ। अघि चाहिँ केमा इम्बेडेड भएको थियो भन्दाखेरि टेक्टोरियल मेम्ब्रेनमा इम्बेडेड भएको थियो, अब चाहिँ ओटोलिथ मेम्ब्रेनमा इम्बेडेड हुन्छ है त। अनि त्यसपछि यो ओटोलिथ मेम्ब्रेन चाहिँ केले बनेको हुन्छ भन्दाखेरि क्याल्सियम कार्बोनेटले बनेको हुन्छ है। र त्यसपछि नब चाहिँ अब अघि नब कुनले लिएर गएको थियो कक्लियर नबले, अब चाहिँ नब लिएर जान्छ भेस्टिबुलर नबले। भेस्टिबुलर नबको काम भनेको चाहिँ ब्यालेन्सिङ गर्नलाई लिएर जाने हो है त। अब त्यस्तै रोटेसनलमा पनि मेन सेन्सरी अर्गन अघि के थियो म्याकुला थियो, अहिले चाहिँ के हो क्रिस्टा एम्पुलारिस हो है त। अनि इम्बेडेड इन मेम्ब्रेन कुन मेम्ब्रेनमा इम्बेडेड हुन्छ अरे क्युपुला भनेर याद राख्ने। एउटा नब चाहिँ कुन हो त भेस्टिबुलर नब हो। अब उता हियरिङबाट कक्लियर नब होइन, त्यसपछि भेस्टिबुलर के अरे ब्यालेन्सिङबाट भेस्टिबुलर नब दुईवटा मिलेर एट लास्ट कक्लियर प्लस भेस्टिबुलर नब मिलेर भेस्टिबुलर कक्लियर नब बनाउँछ। यो भेस्टिबुलर कक्लियर नब भनेको नि अडिटरी नब हो। अडिटरी नब भनेको 8th फ्रेनेल नब हो।